आज चाहिँ एकदम बवाल बितेको छ है दिनहरु चाहिँ बिहानै मर्निङ बजारतिर गयो है मानव बजारमा यसो दुध सुध पुर्यायो हैन उ चाहिँ मानव बजार गएको छ यसो आर्मी क्याम्पमा दुध सुध पुर्याउनु पर्ने छ भनेर चाहिँ गएको थियौं के यो चाहिँ प्रशासनबाट माथितिर जाने उ चाहिँ के रे खानेपानी अनि यता जिल्ला अदालत अनि लाग्दै हामी चाहिँ सिडी चढ्दै माथितिर आर्मी क्याम्पतिर लाग्यौं यो चाहिँ लभ पार्क भन्ने ठाउँ रहेछ है एकदम बवाल थियो र हामी आर्मी क्याम्प भित्र गइसकेका छौं र भित्र चाहिँ भिडियो खिच्न मिल्दैन होला भन्ने भन्छ तर मिल्दैन पनि रहेछ है हामी चाहिँ बाहिर आइसकेका छौं एकछिन दुध छोडेर अनि आउँदाखेरि गुराँस देखेर गुराँस चाहिँ टिपिसक्यौं है हामीले चाहिँ एकदम बवाल देखिरहेको थियो है एकदम चाहिँ यहाँ बाजे बजालाई भेट्नु पनि थियो बाजे बजालाई भेटेर चाहिँ हामी अगाडि फेरि लागिहाल्यौं कि मामा घरतिर किनकि आज हामी राडाताल घुम्ने प्लानिङमा थियौं तर है यो चाहिँ गुराँसहरु हेर्दै अब सबजना फेरि तयारी भइसकेका थिए घरमा हामी पुग्दाखेरि चाहिँ मलाई चाहिँ फेरि हतारमा फेरि यसो न माथितिर जानुपर्ने काम देखियो भन्न थाले बाजेको कपाल ल्याउनु पर्ने थियो अरे माथि मामा घरमा अनि फेरि म चाहिँ हतारमा फेरि स्यास्या भइरहेको थियो माथि पुगे के एकदम अनि बसिराख्नु भएको थियो है अनि समातेर चाहिँ म चाहिँ तल फेरि लागिहालेँ किनकि हतार थियो नि त समय थिएन फेरि खाना खाने पनि समय थिएन हैन फेरि हामी चाहिँ हतारमा फेरि घरबाट पनि हिँडिहाल्यौं है फेरि हतारमा पुगे चाहिँ एकछिनमा हिँडिहाल्यौं के फेरि सबजना पछि आउँदैछन् है हामी चाहिँ दुईटा भाइ अगाडि बिस्तारै हिँड्दैछौं पुगेर अनि ठ्याक्कै तलनिर पुगेर अनि गाडी साडीमा बस्यौं बसेर चाहिँ हामी चाहिँ अब एकदम सब जाँदैछौँ है हामी चाहिँ राडा टुर हुँदैछ है बिजोडमा कस्तो हुन्छ तपाईँहरूलाई देखाउने छु है सबजना फेरि गाडीभित्र बसिसकेका छन् हामी चाहिँ फेरि लास्ट सिटमा थियौँ कि दुईटा भाइ चाहिँ सब त्यही हो पछाडिको थियो रडा आएपछि पछाडि फाल्दै देउन है तर केही छैन ऊ चाहिँ टाढी बजार भयो है टाढी बजारबाट यता आउँदै हिँड्दै ऊ पारि देखिन्छ मेरो गाउँ हो कि हिँड्दै थियौँ पुगिसकेका छौँ है फेरि हामीलाई चाहिँ मस्त फिल भइरहेको थियो हिँड्दै थियौँ हामी दिन त निकै नै मस्त बितिरहेको थियो गाडीमा गाडी एकदम चाहिँ यस्तो हल्लाइरहेको थियो कुरै छोडिदिनु कि फेरि होइन यो चाहिँ पहिला सङ्कटकालको बेला माओवादीहरू र आर्मीहरूको लफडा परेको ठाउँ के त्यही भएर अनि एकछिनमा हामी चाहिँ फेरि पिली बजार पुगिसकेका छौँ है हामी पिली बजार चाहिँ एकदम खतरा रहेछ फेरि होइन पिली बजारदेखि 10-15 मिनटको पछि बिर्ता मोडमा पुगिसकेका छौँ है हामी बिर्ता मोडमा चाहिँ एकदम खतरा भइरहेको थियो गाडीले झकझुकाइरहेको थियो यो चाहिँ खाडाचक्र छोडेर तिरा गुफा नगरपालिका प्रवेश गर्दै थियौँ है हामी चाहिँ अहिलेसम्म कालीकोटमै थियौँ है टिमुरे भिड है जग्गा पारामा हामी टिमुरे भिडमा पुगिसक्यौँ हिजो फेरि यहाँ फेरि मान्छे भित्र फेरि लग्दै रहेछन् क्या त्यही ऊ त्यहाँ लग्दैछन् मान्छे भित्र चाहिँ यता छ एकछिन यता चाहिँ मान्छे भित्र बस्दैछन् कि फेरि यता चाहिँ अघिदेखि धेरै प्यार बोल्ने गर्थ्यो अहिले चाहिँ सुतिराखेको फेरि मस्तमा फेरि यसो दिनु फेरि मस्त हुन्छ क्या फेरि एकछिनमा फेरि धनाडा भन्ने ठाउँमा पुगिसकेका छौँ है हामी अनि यहाँदेखि अगाडि चाहिँ फेरि धान फल्छ अरे यहाँ फेरि होइन फेरि तिला नदीमा चाहिँ पौडी हान्दा आएको रहेछन् कि फेरि बवाल लाग्यो तिनीहरूको चाहिँ फेरि यो अगाडि देखिरहेको चाहिँ राचुल्ली बजार हो है फेरि यो चाहिँ जुम्ला है हामी अगाडि हिँडिरहेको चाहिँ यो चाहिँ कालीकोट नै हो है हामी बारीको चाहिँ जुम्ला कालीकोट र जुम्लाको सिमाना नाकमा बजारमा पुगिसकेका छौँ है हामी पारा सबै छ यता चाहिँ बवाल माछा खाइदियो रहेछ फेरि माछाको राख्ने तरिका पनि स्टाइल पनि बवाल लाग्यो फेरि मलाई होइन आमामा एकछिन फेरि नास्ता खाइयो होइन नास्तामा फेरि अनि त्यही त हो छोला समोसा है सधैँ खाइरहेको अनि एकछिनमा सकियो फेरि अनि सकिँदाखेरि चाहिँ हामी चाहिँ फेरि बाहिर निस्केर फेरि आन्टी चाहिँ तल टोइलेट जानुभएको थियो त्यो गेट चाहिँ बन्द गरिदिएको रहेछन् कि बहिनीले फेरि त्यो चाहिँ निकाल्दै फेरि हामी चाहिँ फेरि गाडीभित्र बस्यौँ फेरि अघिको सिट थियो होइन चेन्ज गरौँ भन्दाखेरि कोही नाइ भन्छन् कि फेरि होइन अनि त्यो भएर अनि यताबाट हिँडियो बवाल भ्यूका साथ होइन यस्तो दामी थियो नि फेरि टुर चाहिँ होइन एकदम बवाल भइरहेको थियो सबैसँग रमाइलो गर्दै हिँड्यो होइन देउडा कलाकार 17 साईको गाउँ होइन हिमा गाउँपालिकाकोमा प्रवेश गर्दैछौँ हामी चाहिँ होइन उपारिदेखि गेट चाहिँ ऊ हिमा गाउँपालिकाको हो है गाउँपालिकाको हल्का धेरै समयपछि यता बाग बजार भन्ने ठाउँ रहेछ है जो काठमाडौँमा पनि एकदम चलिरहेको बाग बजार हो है अनि यता चाहिँ फेरि काठको पुलहरू बनाउने फेरि कला रहेछ कि फेरि होइन यो कलालाई पनि मान्नै पर्छ कि फेरि एउटा नदीको छेउबाट अर्को नदीको छेउसम्म काठको पुलमा फेरि हिँड्न बनाउने पनि खतरा कला हो नि त यो फेरि अनि यता आउँदाखेरि चाहिँ बवाल भ्यू लगाएर खिचेको यो चाहिँ कोइरेली भन्ने गाउँ रहेछ कि फेरि थाहै छैन है तर हो कि होइन त यो भन्दै थियो है फेरि यो चाहिँ कोइरेली पछि हामी चाहिँ बड्की पुगिसकेका छौँ है यो चाहिँ बड्कीको गाउँ हो है फेरि यो हिमा गाउँपालिकाबाट खिचेको है तर बवाल छ त्यो पारिदेखि जङ्गल चाहिँ एक गाउँ चाहिँ बवाल गाउँ आयो है फेरि चाहिँ कता हो त्यो मलाई पनि थाहा छैन तर चाहिँ एकदम जकास गाउँ छ यस्तो रमाइलो बाटोमा हिँड्दाखेरिको मजा पनि बेग्लै रहेछ कि फेरि होइन र के गर्ने
खतरै थियो होइन सधैँ सुत्ने म त यस्तो हेर्दाखेरिको निन्द्रै नलाग्ने कि फेरि होइन कच्ची रोडमा हिँड्दा बहुत बोर भइरहेको छ अब चाहिँ पिच रोड आइसकेको छ तल देख्न सक्नुहुन्छ गोरु भन्ने ठाउँमा पुग्यौँ है यो चाहिँ गोरु चौर भन्ने ठाउँमा नाम मात्र गोरु चौर तर गोरु चाहिँ बस्दैनन् बस फेरि खतरा एरिया आएको फेरि है बवाल डाँडाहरू खतरा खतरा ठाउँहरू भने जस्तै पारी पनि देखिरहन् नि है तपाईँहरू क्यामेरामा क्याच छ कि छैन है बवाल उहरू के अरे म चाहिँ अब ऊ त्यो उकालो चढ्नको लागि ओह्रालो झर्दैछौँ है ऊ पारी देखिएको छ नि त्यो ऊ पारी ऊ पनि परेको छ है बवाल यता चाहिँ खै चट्टान थियो फेरि होइन मलाई थाहा त पनि थिएन यो ठाउँ होइन यता ठाउँ चाहिँ हाम्रो फेरि घरबाट फोन आएको थियो कि ऊ यहाँनिर छुट्टी त रहेछ क्या एउटा सिधा जाने र जुम्ला जाने बाटो मुगुबाट आएपछि हामी चाहिँ अहिले मुगु जाँदैछौँ है हामी चाहिँ घुम्दा चाहिँ यो बवाल ठाउँमा आइसकेको छौँ है फेरि पनि बवाल ठाउँ यो पाटन छ नि यो यस्तो बवाल ठाउँ नेपालको पहिलो हो क्या यो चाहिँ है भनेर भन्नु चाहिँ मिल्यो पारी चाहिँ यो बिचबिचमा सेतो देखिरह नि त्यो चाहिँ हिउँ है गाइज पारी चाहिँ पुरा हिउँ छ अनि गएर यता चाहिँ हामी छौँ फेरि माथिदेखि चाहिँ भेडाहरू पनि यस्तो बवाल रहेछ है हामी चाहिँ फेरि राजातालको नजिक पुगिसकेका छौँ है फेरि तपाईँहरूलाई देखाउँदै फेरि होइन राजातालको नजिक पुगिसकेका छौँ यो चाहिँ पाटनमा फेरि एकछिन सबै तिनटै फेरि रनिङ हान्यो कि फेरि खानालाई पर्ने थियो अब रनिङ हाने फेरि एउटा दाइहरू भेट्यो फेरि होइन हाम्रो टिम है फेरि सबै होइन हामी चाहिँ यतातिरबाट सबै गाडी चढेर फेरि हिँडिसकेका छौँ है हिँड्दै अगाडि पनि फेरि खतरा ठाउँहरू आउँदो रहेछ फेरि दाइ चाहिँ फेरि हामीलाई होइन सबको खुट्टाहरू हिँड्नु माथितिर होइन हामी चाहिँ अनि होइन फेरि कालीकोट भन्दा पनि कम छैन कतै पाटन भयो नि कतै पहाडहरू रहेछ यो चाहिँ फेरि हामी चाहिँ बस्ने घरहरू नजिकै है यो चाहिँ बवाल भन्ने चाहिँ आइसकेको त्यो डाँडामा त्यता चाहिँ कमगढी भन्ने रहेछ पिरोलाहरू फेरि एकदम धेरै मात्रामा फेरि ल्याउनु रहेछ हामी चाहिँ फुल तरेर पारि जानुपर्ने छ ऊ हाम्रो मामा चाहिँ मामा चाहिँ लखर हिँडेर फेरि घोडा हुनुहुन्थ्यो नि फेरि हाम्रो मामा चाहिँ फेरि होइन आउनुभयो हामी चाहिँ अगाडि बढ्दैछौँ है फेरि माथि तपाईँहरूलाई यहाँदेखि अगाडिको दृश्य देखाउने नै छौँ है हामी चाहिँ अगाडि तर माथि चाहिँ होटल छ अरे होटलमै बस्ने हो कि आज फेरि होइन भोलि चाहिँ रारा घुमिन्छ है हामी चाहिँ रात परिसकेपछि मुगु पुगेका छौँ है हामी चाहिँ हिँडिरहेको छौँ कोठातिर जाउँलाई है कोठातिर गएर चाहिँ अब खाना खाएर चाहिँ अब एकछिनमा सुत्ने हो साथी आजको मिनी भ्लग भन्दा भोलि चाहिँ खतरा आउने होला चाहिँ हेर्न चाहिँ नबिर्सिनु होला है फेरि